मल्लको श्रीमती गङ्गा महारानीले यो सुरुवात गरेको हो कि भन्ने अड्कलबाज पनि गर्न सक्छौँ। गङ्गा डोसरा भनेको चाहिँ हामीले कसै पूर्णिमा गरेर स्नान गर्ने भयो र यो जुन यो गङ्गा सप्तमी रवि सप्तमीको दिनमा चाहिँ यो पशुपति देवपोतन क्षेत्रमा चाहिँ हाम्रो गङ्गा माईको रोड जात्रा हुने गर्छ। हजुर साथीहरू, आज पनि पुनः स्वागत छ यस नयाँ भिडियोमा। र आजको चाहिँ भिडियो तपाईँहरू हाइलाइट्स हेरेर नै थाहा पाइसक्नु भयो होला कहाँको भिडियो हो भनेर। र यदि थाहा छैन भने आज चाहिँ मैले पशुपतिनाथमा रहेको गङ्गा माई मेलाको चाहिँ भिडियो लिएर आएको छु। र पशुपतिनाथ चाहिँ धेरै पटक पुगेको ठाउँ हो र गङ्गा माई मेलाको चाहिँ मैले पहिलो पटक चाहिँ भिडियो निर्माण गरिरहेको छु। र तपाईँहरूमध्ये धेरैजना चाहिँ गङ्गा माई मेलाको भिडियो हेरिसक्नु भएको होला अथवा मेलै हेरिसक्नु भएको होला। यदि हेर्नुभएको छ भने र छैन भने पनि कृपया कमेन्ट छोडिदिनु होला। र साथसाथै यस च्यानल तपाईँहरू नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब अनि सेयर पनि गरिदिनुहुन्छ भन्ने पुनः आशा लिँदै अब लागौँ आजको भिडियोतर्फ है त। गङ्गामा हुन त यो गङ्गा डोसरा भन्छ आजको लागि। यो भन्दा पनि पहिला गङ्गा सप्तमी रवि सप्तमी, त्यसै गरी यो गङ्गा डोसरा भनेको चाहिँ हामीले कसै पूर्णिमा गरेर स्नान गर्ने भयो र यो जुन यो गङ्गा सप्तमी रवि सप्तमीको दिनमा चाहिँ यो पशुपति देवपोतन क्षेत्रमा चाहिँ हाम्रो गङ्गा माईको रोड जात्रा हुने गर्छ। यो रोड जात्रा अब किन भन्दा आजकै दिनमा किन भन्दाखेरि जुन यहाँ परापूर्व कालमा अब हाम्रो यो नेपाल देशमा पानी नपरेर सुक्खा पर्दाखेरि यहाँका सबै अब जनताहरूले चाहिँ राजाका गएर हार गुहार गर्न गएको र यहाँका रानी गङ्गालक्ष्मी उहाँले पनि माता भनौँ, उहाँले पानी परेर आज पानी परेको होइन। गङ्गालक्ष्मी माताकोले चाहिँ अब लक्षित छ, म गङ्गा मालाई म आह्वान गरेर म यो धरतीमा पानी पर्ने बनाउँछु भनेर उहाँले जुन आह्वान गर्नुभयो र सोही अनुरूप पानी परिसकेपछि गङ्गा महारानीले आफू खुसी भएर गङ्गा माताको जात्रा चलाएको भन्ने यो किंवदन्ती रहिआएको छ। र हुन त अब यो हाम्रो यो देवताको पाना पनि भागीरथ ऋषिले यो हाम्रो पृथ्वीहरूलाई मुक्ति पार्नको लागि हाम्रो पृथ्वीहरू जस्तै अब यहाँ अब आर्यघाटमा अनेको कति मुक्ति होला नहोला चाहिँ हामीलाई थाहा भएको छैन। उहाँहरूको मुक्ति होस् भनेर यो गङ्गाजल अथवा बागमती कृष्णमतीको पानी बनाउनुको लागि भागीरथले हजारौँ वर्ष तपस्या गर्दाखेरि पनि नआउँदाखेरि गङ्गा माले के भन्नुभयो भने तिमी मेरो बेग थाम्न सक्दैन, मेरो बेग थाम्नको लागि म भन्दा बोल्योलाई लिएर आऊ भनेपछि भागीरथले चाहिँ महादेवको तपस्या गर्नुभयो र महादेव भागीरथको तपस्यादेखि महादेव खुसी भएर चाहिँ ल गङ्गाको बेगलाई म थाम्छु र गङ्गालाई फेरि आह्वान गर भनेर महादेवको आज्ञा भएपछि भागीरथले फेरि पुनः गङ्गा मालाई तपस्या गरेर खुसी पारेर चाहिँ यो गङ्गा माता यो बागमती विष्णुमती हाम्रो जति पनि खोला नालाहरू छन् त्यो बनेको भन्ने यो बुद्धि छ। र त्यही भएर यो हामीले बागमती विष्णुमतीमा आएर हाम्रो पृथ्वीहरूलाई पानी खुवाएर मुक्त पार्नु भनेकै त्यो गङ्गा माताको एउटा हामी माथि हाम्रो पृथ्वीमाथि कृपा दृष्टि भएको देवीलाई बोकेर चाहिँ हामीले जात्रा गर्छौँ। अहिले गङ्गामा देवी हुन्छ, त्यो देवीलाई चाहिँ हामीले चारवटा जुन पाङ्ग्रा छ त्यो पाङ्ग्रामा हामीले जुन पेडगोडा शैलीमा जुन 3 तहको पेडगोडा शैली छ, जुन कुमारीको रथको संरचनाको ढाँचामा बनाइएको छ, ठ्याक्कै त्यही संरचनामा बनेको यो पेडगोडा शैलीको जुन 3 तहको जुन रथ रहेको छ यो चाहिँ नि लामो चाहिँ यो डोरीले तानेर हँसदेर हाँस्दै तानेर यो पाङ्ग्राले चाहिँ त्यसरी गर्ने यो चाहिँ नि पशुपति क्षेत्रमा मात्र विभिन्न किसिमको कुनै बोकेर कुनै लोडमा तानेर कुनै चाहिँ नि रथ पाङ्ग्राले चाहिँ घुराएर पनि हामी रथारोहण गर्छौँ। कुनै शिरमा राखेर जस्तो किकिन्छ जात्रा शिरमा राखेर यो नगर परिक्रमा होइन, कुनै डालोमा बोकेर पनि नगर परिक्रमा विभिन्न देवताहरूको प्रकृति अनुसार चाहिँ जात्रा गर्दछ। र भगवान देवी गङ्गा चाहिँ एकदम गतिशील हुने भएको हुनाले क्रियाशील गतिशील हुने भएको हुनाले कहीँ अस्थिर देख्नुहुन्न। अहिले पनि बागमती बगिरहनु भएको छ, त्यो गतिशीलको आधारमा यो पनि रथमा राखेर गतिशील नै परिक्रमा हुन्छ र यो कहीँ रोकेर गतिशील बग्ने केही निरन्तर रूपले रथारोहण हुन्छ। र यो रथारोहणमा मेन शोभा भनेको यो बुर्जुको पल्टनले बढाइ दिइसकेपछि 3 तोपको बढाइ दिइसकेपछि मात्र यो हुन्छ। र यसमा अर्को महत्त्वपूर्ण चिज यो जसरी जनबहाल रातो मसिनाथमा जसरी
राजकीय प्रतिनिधि राजा प्रतिनिधिको रूपमा जसरी तरवारको रूपमा प्रतिनिधि आउनुहुन्छ उहाँ चाहिँ नि रथको दाहिने स्थानमा बसेर यो कथारोहण हुन्छ। त्यही भएर यो रथ चाहिँ नि जति पुरानो जनबहाल छ, जति पुरानो कुमारीको जात्रा छ, त्यस्तै ठ्याक्कै यो जात्रा पनि यति पुरानो, यति मल्लकालीन हुनुपर्ने जस्तो देखिन्छ। किनभने यसको प्रेरणा शैली र मूर्ति पञ्चधातुले बनेको मूर्तिको जुन प्रकृति हेर्ने हो भने पनि जुन यो मूर्ति शास्त्र अनुसार पनि विभिन्न किसिमको यो उसको सिङ्गारहरू, देवीको सिङ्गार हेर्ने यो झन्डै त्यस्तै त्यस्तै मल्लकालीन जस्तो देखिन्छ। अब भनेको सुने अनुसार चाहिँ नि यो शिवसिंह मल्लको श्रीमती गङ्गा महारानीले यो सुरुवात गरेको हो कि भन्ने अड्कलबाज पनि हुन सक्छ। किनभने शिवसिंह मल्लका श्रीमती गङ्गा महारानीले यो पशुपतिनाथको झिङ्गटी निकालेर जुन पातामा सुनको मोलम्बा लगाएको रानीवन उहाँले नै बनाएको र यो जुन पूर्वपट्टिको जुन चाहिँ लुबु क्षेत्र छ त्यो लुबुको बस्ती पनि गङ्गा महारानीबाटै लुबु ग्राम भनिन्छ। त्यो उहाँले नै स्थापना गराएको, उहाँले नै बसाएको भनेर पनि यहाँ संस्कृतिहरूले भनिन्छ। त्यही भएर यो प्रकृति, यो खतको प्रकृति अनि मूर्तिको प्रकृति शास्त्रअनुसार चाहिँ यो त्यति बेला नै एकदमै राम्रो किसिमको विकास भएको हुनाले यसलाई चाहिँ हामीले त्यहाँनिर जोड्न सक्छौँ। र यो अहिले तपाईँ पूर्वपट्टि जुन चाहिँ अहिले गङ्गाको मूर्ति तपाईँले देख्नुहुन्छ त्यहाँभित्र चाहिँ नि सिंहमरमरको गङ्गाको मूर्ति छ, अनि राइटतिर चाहिँ नि वेदव्यासको मूर्ति छ, अनि लेफ्ट साइडतिर चाहिँ तपाईँको शिव र पार्वतीको मूर्ति हामी देख्न पाउँछौँ। त्यो चाहिँ सिंहमरमर यो चाहिँ नि 1904 भित्रसम्म 1904 सालमा चाहिँ जङ्गबहादुरको श्रीमती धर्मपत्नीले यो चाहिँ नि ढोका चाहिँ निर्माण गरिएको छ भनेर त्यहाँनिर चाहिँ अलिकति दस्तावेजहरू पाइन्छ, त्यहाँ लेखिएको छ गङ्गा महारानी। यो मन्दिर चाहिँ नि त्यति पुरानो होइन, यो मन्दिर चाहिँ नि 1904 चाहिँ नि सालको भयो। यो रथारोहण चाहिँ नि त्योभन्दा पनि एकदमै अगाडि मल्लकालीन अवस्था र यसलाई चाहिँ राखिरहेको स्थान चाहिँ मैले भने पशुपतिको गर्भगृहमा सानै कोणमा राखेर चाहिँ यसलाई हरेक वर्ष जात्राको टाइममा यही सप्तमीको दिनमा मात्र निकालेर अनि यहाँ चाहिँ बिहान नित्य पूजा होम होमादि भइसकेपछि यसलाई सिङ्गार गरेर अनि यसलाई चाहिँ हाम्रो पशुपतिको आशा गुरु, पशुपतिका हरेक संलग्न गुठियारहरू, हमालपुर कसरी, भण्डार तहबिल, जवासिर तहबिल, यहाँका परम्परागत जति पनि पदहरू छन् ती सम्पूर्णहरू यस जात्रामा सहभागी हुने चलन छ। अब अमालकोटबाट बाजा गाजा सहितका विभिन्न खाङ्किएका व्यक्तिहरूले आफ्नो किसिमको त्यो जुन सिङ्गारका सामानहरू होइन त्यो बोकेर पनि आउँछन्। चम्मर पङ्खा, त्यसपछि भण्डार तहबिलबाट जुन चाहिँ आशा गुर्जु त्यहाँबाट लिएर आउने चलन छ। भनेपछि यो पशुपतिको जुन प्राचीन बस्तीमा यो जुन चाहिँ नि भण्डार तहबिल, यो जवाश्री तहबिल, अमालकोट कसरी पुरानो जुन चाहिँ नि निकाय छ, प्रशासन चलाउने निकाय छ, त्यो सम्पूर्ण निकायहरू यो गङ्गाको रथारोहणमा चाहिँ सहभागिता हुनुपर्दछ।